चम्पादेवी हाइक जो मलाई एकदम मन पर्यो। आज सँगै यो जर्नी एक्सप्लोर गरौँ है त। सुरुमा हामी बल्खुबाट दक्षिणकालीको गाडी चढ्नुपर्छ। गाडी त अलि प्याक हुने रहेछ, म त अलमोस्ट ह्युमन स्यान्डविच भएको थिएँ। अनि हामी भन्ज्याङ भन्ने ठाउँमा झर्नुपर्ने रहेछ। त्यसपछि चाहिँ असली एडभेन्चर सुरु हुन्छ। ट्रेल चाहिँ एकदम राम्रो रहेछ, ढुङ्गा बिछाएको। तपाईहरू बाइकमा आउनुभयो भने यही पार्किङ गरेर यात्रा सुरु गर्नुहोला। चम्पादेवीको पदयात्राको लागि यो बाटो जानुपर्ने रहेछ। चम्पादेवीको मिनी ग्रेट वाल जस्तो बाटो एकदम राम्रो, हाइक गर्न एकदम रमाइलो। हाइकमा वेदर क्लियर भयो भने यहाँबाट काठमाडौँको धरहरा पनि देखिने रहेछ। माथि एउटा ठाउँमा चटपटे र पानीपुरी पाउने रहेछ। त्यहीँ बसेर हामीले 2 प्लेट पानीपुरी खाएर फ्रेस भएर आफ्नो हाइक स्टार्ट गर्यो। यहाँबाट चाहिँ सुरुमा ओह्रालो जान्छ, त्यसपछि सिधै माथिसम्म उकालो चढ्नुपर्ने रहेछ जो हल्का टफ थियो। ट्रेलहरू चिन्नको लागि यस्तो रङ लगाएको रहेछ जो मलाई एकदम हेल्पफुल लाग्यो। मन्दिर पुग्न लाग्दा यस्तो नाक छुने सिडीको बाटो हिँड्नुपर्ने रहेछ। 3 घण्टाको यात्रापछि हामी चम्पादेवी पुग्यौँ। यो देवीको मन्दिर एकदम पिसफुल थियो। यहाँबाट धेरै ठाउँहरू निस्किन मिल्ने रहेछ। आजको हाम्रो खाजा चाहिँ एकदम मिठो पिरो चटपटे थियो। र यसरी नै आजको चम्पादेवी जर्नी यही सकियो। ट्राभल भाइब्स मन पर्छ भने फलो गर्न नबिर्सनु होला।